यसरी हामीहरूको नेपालीको नियममा यसरी दियो कलश तामुल पान चामल राखेर पहिला चौकामा पूजा गर्छ। त्यसको बादमा चौका स्टार्ट गर्छु। हेर्नुहोस् तपाईहरुको जग्गामा कस्तो छ कमेन्ट गरेर भनिदिनुहोस्। ओके धन्यवाद। हाम्रो गाउँको सिनियर मोस्ट हाम्रो ससुराबा अरु फेरि यो गाउँ 14 वटा गाउँको गामबुढा गाउँ प्रधान अरे गाउँको प्रधान अहिले त प्रधानमा आएको छ। पहिला अब हामीलाई थाहा थिएन त्यो बेलामा त्यसरी बोलाउँथ्यो। तर हाम्रो गाउँको फेरि हाम्रो खानदान भन्नु ठुलो ससुरा ऊ फेरि मेन लिडर हो। बेकार चाहिँ भयो भने यो खानापिना भयो किचनको पुरा भण्डाराको मालिक उही हुनुहुन्छ। यसो हेर्दा रे हाम्रो फेरि ससुरावाला त फेरि जापानिज देख्छ है फेरि। थ्याङ्क यू। बासमती बोइल्ड राइस यहाँ हाम्रो बोडन्डी गाउँ हाम्रो ससुरालीको गाउँ हो। मेरो ससुराली हो। यहाँको कुकहरू खतरा छ नि फेरि। ए हाम्रो सालोहरू सबै कुकहरू चौका भी हेर्नु अर्ग्यानिक चौका छ। यी गाउँघरको चौका नि अलग बहुत राम्रो। ग्यासमा पकाएको टेस्ट हुँदैन, आगोमा पकाएको मिठो हुन्छ। यता हाम्रो सोल्टीज्यू एकबार हेर्दैन न हो। गाइस गुड मॉर्निंग। आज हम लोग का जो बोडन्डी गांव का जो शादी है, इधर में सुअर का मीट कटाई हो रहा है। मामा चाहिँ मासुको मेन इन्चार्ज। यसो गरेर अगाडि म देखाउँदैछु, हेर्नु होला हाम्रो चेलीबेटीहरूको कार्यहरू भी। हामीहरूको गाउँमा ओरिजिनल अर्ग्यानिक बोडी आयो। हेर्नुहोस् हाम्रो दिदीहरूले धुलाउँदैछ, बहिनीहरूले पियाज। हेर्नुहोस् हाम्रो बोजूहरू भान्जीहरू बहिनीहरू सबै धम्मा छ है। यहाँ आलु कटाई यो चाहिँ मिरामिस सब्जी बनिन्छ अरे पनिरसँग। यहाँनिर टमाटर कटाई हुँदैछ। खोइ एक बार हेरिदिनुहोस्। खोइ हेलो हाई गरिदिनु न। कस्तो लागेछ आजको कार्यमा तपाईहरुलाई? थ्याङ्क यू। त्यो त ब्याउला तिरै दिएर के 8 बटे छ त्यो त ब्याउली तिर त आजै हो त। हजुरहरूले देख्नु हुनुहुन्छ यो संगठन देख्ने जग्गा हो। गाइस हजुरहरूले देख्नु हुनुहुन्छ यो बेको आज रिसेप्सन नेपालीले संगठन भन्छ। यसरी यहाँ बसेको छ हाम्रो भाइ र हाम्रो जेठु सालो एकजना जेठु यता बाजे। तपाईहरुले देख्नु हुनुहुन्छ हाम्रो बोडन्डी गाउँको बेको धमाधममा यहाँ हाम्रो गाउँको ठुलो ठालोहरू बसिरहेछ। यसरी हाम्रो बेनपाटा आइपुग्यो। आसाममा बेनपाटी भन्छ, नेपालमा चाहिँ खोइ नौमती बाजा भन्छ। अलग अलग हुँदो रहेछ। देश गुनाको भेष भन्छ। हेर्नुहोस्
अहिले बजाएर सुनाइदिने दिन्छु। बे घर चाहिँ यहाँ छ। बेहुली घरको फुपूहरू छेमाहरू यता सब बेहुली घरको पार्टीहरू छ। बेहुलीको दिदीहरू हुन्छ। ए बोजू बाजेको अनुहार देखिएन। यहाँ हाम्रो सासू बुढीहरू छ सबै। कोही जेठी सासू, यहाँ हाम्रो माइजूहरू, यहाँ फुपूहरू, यहाँ माइजू, हाम्रो कान्छी माइजू। यता झामैहरू छ हाम्रो। उपाय छैन। पाहुनाहरू गोड धुवाको लागि रोकेकोहरू यहाँ बसिरहेको छ। हेरिदिनुहोस्। हाम्रो जन्ती पार्टीहरूको मेजमा यहाँ चलिरहेछ। आधा उधा भइसक्यो। अहिले पुरो त आएको छैन। हाम्रो विकास राणाको मामाको छोरी, सबसे ठुलो दिदीको छोरा हो हाम्रो विकास राणा। यहाँ मेरो साली छोरीहरू बसिरहेछ। यहाँ हाम्रो सालीहरू अब घर टाढो छ, आउनुलाई अलिक देरी नै हुँदो रहेछ। फ्लाइटको टायर पङ्क्चर भएर अलिक ढिलो भएछ आज हाम्रो सालीलाई।
सकता है जो दूल्हा और दुल्हन है, अभी खाना पीना हो रहा है। यहाँ पर है दूल्हा दुल्हन। आप लोग को खाना कैसा लग रहा है बता दीजिए बेटी। बेटी आपको स्पून चाहिए क्या, बोलिए। हो जाएगा, स्पून नहीं देने से भी चमची। बोलो हम लोग का लोकंदी बेटी कैसा लग रहा है आपको, टेस्टी ना। भाई थोड़ा बता दीजिए, आप इस गांव में पहली बार आया होगा। टेस्टी ना, ठीक है। जो है साहब थोड़ा कुछ बोल दीजिए। बोलो एक बार पानी जानो एक बार। ऐसा करके अभी का जो प्रोग्राम खत्म हो रहा है। आउन मेरो पछाडि कोही नआवे। आप लोग देख सकता है अभी दुल्हन को हम लोग विदाई दे रहा है। इसका उपलब्ध में अभी डांस प्रोग्राम हो रहा है। जो लड़की का घर का आदमी लोग है, देखिए ऐसा हम लोग का जो ले जा भेजने का टाइम में ऐसा करके हम लोग भेजता है। आप लोग देखिए अच्छा से। देखिए आप लोग मैले भिडियो गर्नलाई ग्लास खोल्दिनु भने
भित्र का लाइट है ना एक बार तीनटा ऐसा करके अभी दुल्हन जा रहा है गाड़ी में बैठ के। अभी यहाँ से हम लोग का जो प्रोग्राम ख़त्म हो गया, ऐसा करके अभी विदा ले रहा है दुल्हन। अभी ऐसा करके दीमापुर जा रहा है, ये गाड़ी है ऐसा करके। निकल रहा है। सब वहाँ दीमापुरबाट सेफ जर्नी। बाय बाय, सेफ जर्नी।